सबैजनालाई यीशु ख्रीष्टको नाममा जय मसीह। अनि आज विशेष तपाईँहरूको बिचमा फेरि पनि हामी श्रीमान श्रीमती आएका छौँ। अनि विशेष गरी आज मेरो श्रीमतीको जन्मदिन भएको कारणले गर्दाखेरि हामी छोटो भिडियो लिएर तपाईँहरूको माझमा अनि हामी सेलिब्रेसन गर्नको लागि आएका छौँ। विशेष गरी परमेश्वरलाई धन्यवाद भएको होस्। अनि म एकदमै परमेश्वरमा धन्यवादी छौँ। परमेश्वरले यो दिन मेरो श्रीमतीलाई संसारमा पृथ्वीमा ल्याउनु भएको दिन हो। अनि ईश्वरको वचनले हामीलाई यसरी भन्दछ, विशेष गरी यो वचनमा म श्रीमतीलाई डेडिकेट गर्न चाहन्छु। यिर्मया 29:11 पद यहाँनिर यसरी भनेको छ, किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूको उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा भविष्य दिनलाई। आमेन। अनि साँच्चै नै परमेश्वरले आज यो कुरालाई तिम्रो जीवनमा बोल्दै हुनुहुन्छ। जुन योजना परमेश्वरले तिम्रो जीवनमा राख्नुभएको छ त्यो चाहिँ परमेश्वरले जान्नुहुन्छ। त्यो योजना चाहिँ के हो भन्दाखेरि त्यो तिमीलाई भविष्यमा फाइदाको कुराहरू अथवा उन्नतिको कुराहरू, आशिष ब्लेसको कुराहरू चाहिँ तिम्रो निम्ति राखिदिएको छ परमेश्वरले भन्ने कुराहरू यहाँनिर लेखिएको छ। त्यसै कारणले तिम्रो भविष्यमा इन द फ्युचर परमेश्वरले धेरै ज्योतिको कुराहरू, ब्लेसको कुराहरू तिमीलाई राखिदिनु भएको छ। अनि अन्धकारको कुराहरूबाट चाहिँ तिमी अलरेडी मुभ अन भइसक्नु भएको छ। अनि म पनि तिमीलाई यही विस गर्न चाहन्छु कि आउँदो दिनहरूमा परमेश्वरले तिम्रो जीवनमा धेरै आशिषहरू दिनुभएको होस्। अनि परमेश्वरले तिम्रो जीवनमा अझै शक्तिशाली कामहरू गर्नुभएको होस्। परमेश्वरले तिम्रो जीवनमा नयाँ ढोकाहरू खोल्नुभएको होस् है। अनि यही छ तिमीलाई मेरो शुभकामना पनि। सधैँ खुसी रहनुहोस्, सधैँ हाँसिरहनुहोस्। अनि म पनि तिमीलाई सधैँ माया गर्छु, सधैँ खुसी तिमीलाई म खुसी दिन चाहन्छु। वन्स अगेन ह्याप्पी बर्थडे टु यु माई डियर वाइफ। आई लभ यु। हामी यस समयमा प्रार्थना गर्नेछौँ। हालेलुया। जीवित हुने जिउँदो परमप्रभु परमेश्वर, सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी, तपाईँ साँच्चै नै महान हुनुहुन्छ। तपाईँ सर्वश्रेष्ठ परमेश्वर हुनुहुन्छ। आजको दिन तपाईँले आशिषमय दिनहरू तपाईँले बनाउनु भयो। विशेष गरी मेरो श्रीमतीका जन्मदिन आज भएको कारणले गर्दाफेरिलाई प्रभु हामी तपाईँलाई ईश्वरी समयमा प्रार्थना गर्दछौँ। मेरो श्रीमतीलाई तपाईँले आमाको गर्भमा रच्दै गर्दाखेरि नै तपाईँले चुन्नु भएको हो तपाईँको छोरीलाई प्रभु, तपाईँको राज्यका लागि छुटाउनु भएको परमप्रभु परमेश्वर। अनि म प्रार्थना गर्दछौँ जीवित येशूको नाममा कि अब उपरान्त आउने दिनहरूमा पनि तपाईँले यसरी नै निरन्तरता आफ्नो छोरीलाई तपाईँको राज्यमा बोलाउनुहोस्। तपाईँको राज्यमा प्रभु काम गर्नको लागि तपाईँले अझै उहाँलाई अभिषेक गर्नुहोस्। जसरी आजको दिनसम्म तपाईँको सुरक्षा, तपाईँको सहायता तपाईँले दिइकन प्रभु आजको दिनसम्म तपाईँले ल्याउनु भएको छ आफ्नो छोरीलाई प्रभु, मेरो श्रीमतीलाई। फेरि पनि प्रभु अब उपरान्त समयहरूमा पनि इन द फ्युचर प्रभु, भविष्यमा प्रभु तपाईँ परमेश्वरले आफ्नो छोरीलाई यसरी निरन्तरता तपाईँको सुरक्षामा, तपाईँको सहायतामा, तपाईँको आशिषमा तपाईँले हुर्काउनु अनि बढाउनुहोस्। पिता हामी प्रार्थना गर्दछौँ। म आशिष बोल्दछु मेरो श्रीमतीको जीवनमा प्रभु तपाईँले अझै धेरै प्रभु फलदायक तपाईँले जीवन तपाईँले दिनुहोस् मेरो श्रीमतीलाई भने हामी प्रार्थना गर्दछौँ। पिता परमेश्वर धन्यवाद तपाईँ परमेश्वरलाई। म अनि मेरो श्रीमती अनि साँच्चै नै हाम्रो बिचमा प्रभु तपाईँ हुनुहुन्छ। हाम्रो बिचमा प्रभु अब श्रीमतीको जीवनमा प्रभु तपाईँले नयाँ कामहरू गर्नुहोस्, नयाँ ऋतु ल्याउनुहोस् तपाईँ परमेश्वरले। अनि जसरी वचनले भनेअनुसार जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु त्यो म जान्दछु, त्यो तिमीहरूको उन्नतिको निम्ति हो, नोक्सानीको लागि होइन। तपाईँको वचनले भन्दछ प्रभु, त्यो वचनलाई हामी घोषणा गर्दछ अब आउने दिनहरूमा प्रभु, भविष्यमा प्रभु त्यो उन्नतिको कुराहरू पर तपाईँले हाम्रो जीवनमा दिनुहुन्छ भनी प्रार्थना गर्दछौँ। धन्यवाद तपाईँ परमेश्वर। आफ्नो छोरीलाई तपाईँले ब्लेस गर्नुहोस् प्रभु, इभन मलाई पनि ब्लेस गर्नुहोस्, हाम्रो परिवारलाई ब्लेस गर्नुहोस् यीशु प्रभुको नाममा। आमेन। Happy birthday to you. Happy birthday to you. Happy birthday dear wife Elkanah. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, मेरो बुढी. Happy birthday to you. Happy life to you.
Happy long life to you. Happy long life to you, dear wife. Happy birthday to you. Happy birthday. Thank you, Buddha. Yay. Happy birthday, buddy. Thank you, Buddha. Love you. Thank you so much, dear Buddha, for this special birthday and for this special cake. You can see it here. I'm so much thankful and I'm so much blessed, and it means a lot to me. And thank you for this special love and care that you have done to me, my dear husband. I love you so much, and God love us, and may God bless you abundantly. And thank you so much for this beautiful cake